किन होला है? हरेक चाडपर्वमा के लाउने र कसरी मनाउने भन्दा अगाडि नारीले महिनावारी मिति हेर्नुपर्ने। विवाह, व्रतबन्ध, पूजा आदि खुसियालीमा महिनावारीकै चिन्ता लिनुपर्ने। दशैंमा नयाँ लुगा लगाउँछु, घर जान्छु, परिवारसँग रमाउँछु सोच्दा सोच्दै के साँच्चै रमाउन पाउँछु त भनेर प्रश्न गर्नुपर्ने। दुर्गा माता, तिम्रो जितको खुसीमा मनाइने यो पर्व तिम्रै छोरीले मनाउन पाइन। तिमीले दिएको आमा बन्ने आशीर्वादको लागि महिनावारी हुँदा मैले दशैंमा टीका र जमरा लाइन। तिमी शक्तिको स्वरूप, तिम्रो रूपको पूजा गर्न नवरात्रि मनाइन्छ। अनि तिम्री छोरी मलाई महिनावारी हुँदा 5 दिन अछुत बनाइन्छ। मलाई थाहा छ तिमीले त यो भेदभाव गर्दिन होला। भगवानले दिएको आशीर्वाद स्वीकार्दा भगवानले नै सजाय त दिएनन् होला। अनि यो नियम बनाउने मान्छे नै त होलान्, भगवान त पक्कै थिएनन् होला।